Hi guys, welcome back to my YouTube channel. चाहिँ आज भिडियो हिमाललाई हेर्दै हिमालको काखमा बस्दै अनि वरपरको दृश्यहरू निहाल्दै भिडियो सुरु गर्दैछु। यो चाहिँ हो रसुवाको तातो पानी। यो तातो पानी चाहिँ अब चाहिँ आउँदैन किनभने विक्रम सम्वत 2072 सालको भूकम्पले गर्दा यो तातो पानी पनि सुकेको थियो। खोइ कसरी हो थाहा छैन। त्यसपछि केही समयपछि फेरि एकचोटि आथ्यो, तर अहिले पनि अलिअलि छ, तर त्यस्तो पहिला जस्तै आउँदैन। त्यही भएर यहाँ सर्भिसिङ हुँदैछ। हामी चाहिँ तातो पानीबाट आज नक्थली जानको लागि हिँड्दैछौँ। तपाईहरुले हाम्रो भिडियोलाई हेरेर साथ दिनुहोला। म त भन्छु तपाईहरु पनि प्लिज एकचोटि यो ठाउँमा आइदिएर घुम्नुहोला अनि त्यसपछि आफ्नो थकान शरीरलाई आनन्द लिनुहोला। आफ्नो दिमाग शरीर सबैलाई आनन्द लिन सक्नुहुन्छ हजुरहरुले। यति पिसफुल ठाउँ छ कि यो ठाउँहरु। गोठहरु यहाँ छ। हिँड्दा अब कता जाने? यतै होला हौ। जुम। यात्रा गर्दा कहिलेकाहीँ बाटो बिराउने कुनै पनि नौलो कुरा हैन, हामीलाई पनि त्यही भयो। हामी पनि यो बाटोबाट पहिलो पटक आउँदै गरेका थियौँ, त्यसैले हामीलाई बाटो अलिकति कन्फ्युज भएका थियौँ। तर यहाँ चाहिँ रोड रहेछ, त्यहाँबाट सिधै जानु भन्नुभएको थियो हामीलाई बिहानै। त्यही भएर हामी चाहिँ त्यही बाटो लाग्यौँ। मेरो हेर्न साइदा यो यहाँको घाउले यहाँ सुन्न आएको छ यस्तै। किनभने त कपडा नि बाक्लो ल्याएन। के गर्ने? मर्छ आज त। अरू भन्दा नि म पहिला आएको बेला के त रुगा खोकीले बिराम भयो जस्तै होला जस्तो लागिरहेछ। म सेकेन्ड टाइम आउँदा यस्तो भएको थियो। फर्स्ट टाइममा थिएन है। फर्स्ट टाइममा पुरा भन्थ्यो। सेकेन्ड टाइम आउँदा यस्तै थियो। पराम भयो। लकै छैन कि तिमीहरुलाई त? हुस्सुले केही देखेको छैन। यता प्रेमदाङ गुम्बा आइपुग्न लाग्यो हामी चाहिँ अब। हामी पहिला आउँदा यो बाटो थिएन है कस्तो मजाले बनाएर रहेछ न। गुम्बा के त हामी आउँदा भर्खर बनाएको थियो नि त यो है। हो तर आज मौसम खुल्यो भने क्या दामी देख्छ होला सँगै यो। त्योभन्दा अगाडि नि पढ्न जाऊ न के रहेछ। ठ्याक्कै प्रेमदाङ हो यो। किन ब्रेमदाङ गुम्बु चाहिँ तातो पानी र नक्थलीको बिचमा र यो घुङ्गाङको अलिकति माथि रहेको स्थान हो। यो स्थान चाहिँ एकदमै रमाइलो तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ धेरै नै जाडो भएर चिया बस्यौँ हामी। अनि त्यसपछि चिया पिसकेपछि हामी चाहिँ फेरि नक्थलीतिर लाग्यौँ। आजको मौसम चाहिँ एकदम अब खराब भन्ने कि के भन्ने, यस्तो बिहानदेखि हुस्सो लागेको थियो। त्यसैले वरिपरिको हिमालहरू केही देख्न पाएका थिएनौँ। जसबाट त यता निलो आकाश अनि त्यसपछि वरिपरि हरियाली अनि डाँडा काँडा सेतो हिमालहरू देख्ने थियौँ। यो अवसर यसपालि हामीलाई भएन। त्यही पनि तपाईहरु एकचोटि चाहिँ जानै पर्ने ठाउँ हो। यसमा चाहिँ मौसम सफा भयो भने त एकदम राम्रो वरिपरि हिमालहरू देख्न सक्नुहुनेछ हजुरहरूले। अनि बाटो धेरै उकालो पनि छैन, ठिक्कको छ हजुरहरूलाई। आमा हुस्सो त के देख्दैन रहेछ त। यात्रा गर्दा त्यस्तै त हुने, कहिले
उकालो कहिले ओह्रालो कहिले हावा कहिले पानी डाँडाहरू क्लियर देख्छ होला है हुन्छ सधैँका जिन्दगी पनि त्यस्तै त हो नि जिन्दगी र यात्रा उस्ता उस्तै लाग्छ मलाई त किनभने जिन्दगी पनि कहिले अँध्यारो भइरहेको हुन्छ भने यात्रा गर्ने क्रममा पनि कहिलेकाहीँ त्यस्तै भइरहेको हुन्छ यति कुरा जान्नुहोस् कि यात्रा जस्तोसुकै मौसममा पनि आफू ढल्न सक्नुपर्छ र त्यस्तोमै रमाउनुपर्छ हामी चाहिँ यस्तै बादलहरूमै रमाइराखे बादलहरू एकजना अगाडि हिँडेर केही पर पुग्यो भने चाहिँ अर्कोलाई देख्न अलिकति मुस्किलै थियो यतातिर चाहिँ तर हामीलाई चाहिँ रमाइलो भइरहेको कस्तो आइरहेछ छैन त रारा खाने हो रारा बराम्बा रारा खाने कि रारा चाउचाउ चाहिँदैन आल्टे बरा पराम्बो भए पुग्छ हामीलाई सुन यस्तो गऱ्यो भने केही बोल्दैन यही यहाँको भिडियो हाल्यो भने हाम्रो अन्त यसो गऱ्यो भने केही बोल्दैन हेरे जान्छ हेरे गयो हाम्रो हाल्थ्यो गयो कहाँ गयो खोइ हराइ आल्थेबा भल्देबा यहाँ चाहिँ के लेखेको के हो फोटो खिच्ने यहाँ फोटोग्राफर Oh my God! Wow! अनि मलाई खाना फेरि दिनुपर्छ नमस्ते काशीदेले वेलकम टु अल पिक भ्यू गेस्ट होस्टेल Oh my God! Wow! हाउस अहिले कहाँतिर के भन्छ थाहा छैन वेलकम अघि त राम्रो भएको थियो पर वेलकम टु अल पिक भ्यू गेस्ट हाउस फ्री वाइफाई कन्ट्याक्ट नम्बर 9863194659 तपाईहरु यो भिडियो हेरेर आउँदैछ भने 20% फ्री डिस्काउन्ट कति मजाको छ हाँ ऊ त्यहाँ माथि चाहिँ राम्रो पाउँछ ल होइन हातले त्यो गर्नु मिल्छ यस्तो भाज त मिल्छ अब त आइपुग्यो भन्दा पनि हुन्छ चाहिँ त आइपुग्यो भन्दा पनि हुन्छ कि अब त उसले केही देखे भए पो भन्छ यही त हो नि अब यति हो घुम्ने ल घुम पर्ला न घुम
लक्की मान्छे भए पो देख्ने त है सङ्गीता ओइ त्यहाँ नि अल्छे पल्छे खोइ म यहाँ छु खोइ यस्तो रातो देख्छ है क्लियर भएको है त आज त ऊ त्यही देख्दैन रहेछ यहाँबाट केही देख्दैन अब त है पहिला भए त क्या दामी थियो कि हुस्सु नलाग्दा देख्थ्यो होला नक्थली 3100 कति 65 मिटर रहेछ 65 है मेटे त्यसमा गुम्बा पहिला काठ हुने काठ है होइन बुट्टा दामी ऊ त्यो रातो नि त्यो रुखको रातो छ नि त्यो नि हुसुल गर्दा के देख्दैन छ त्यो रातो कस्तो रातो रहेछ है यो रातो फुल जस्तो फुल छ त घोडाले चाहिँ छुन चाहिँ नछु नछु के Altiva. देख्यो हामीले सक्दैन नि सकिँदा हात कसम के भयो हावा नचलेर होला नि एरी परामा यहाँबाट पनि गोलजुङ देख्छ नि त ऊ त्यो गाउँबाट के त परम पूजा गरेर जाऊ यहाँ एक दुईवटा खाऊँ अनि निस्किहालौँ कहाँ जान्छ यो बनाउनु भयो यहाँ चाहिँ दिदीहरू धुप टिप्दै हुनुहुन्छ वरपर छ यस्तो अब आफूले सक्यो भने टिप्ने हो धेरै लग्न पाउँदैन भने जस्तो लाग्यो हुस्सु यस्तो रहँदै कुदाले पहिला जस्तो चिप्लियो सक्दा त हामी यतै बस्न भनेर भनेको तर धेरै त्यो भयो अनि खै होटल पनि मान्छेहरू धेरै छैन कि त आज त एक्लै हो छोराछोरी काठमाडौँतिर
चाहिँ बस्नको लागि राम्रै होटलहरूको सुविधा रहेको छ। होटलमा तपाईँलाई तातो पानीदेखि लिएर नेटको सुविधा पनि पाइन्छ यता। फर्किँदा बाटोदेखि सकिँदा त्यहाँबाट होइन, बाटो त यहाँबाट हो। अघि हामी आएको यहाँबाट हो है। त्यो पानी त जमेको पानी हो। चिसो पनि ओ मनी पेमे उङ्ग्री परावल हेर कस्तो मजाले आइरहेछ होइन। हामी त असार साउनमा आएको जस्तै भयो त सहित आज त। एक हप्तापछि आएको त टक्क। लालुगुराँस तल तल अलिअलि है, अलिअलि थोडा थोडा। यो सबभन्दा यो माथि छ नि ढिलो आउँछ नि त। अनि अर्को त्यो पिङ्क पिङ्क कलरको त्यो हुन्छ नि तिनीहरू एकदम त्यो यिनीहरू जान्छ पिङ्क। मौसम सफा भएर राम्रो देख्थ्यो होला त्यहाँ। छुट्टिराखेन अहिले त घाम त मजाले राम्रो के यस्तोहरू गाउँघरतिर त 4 कप। अहिले चाहिँ हामी हाम्रो अनि रासन बनाउँछौँ। मामा मैजू वृन्दम आज जस्तो चिया त 4 दिन खाने दिन, 4 दिनको चिया 1 दिनमै। 11 भएपछि सही त दौडे नै यहाँ पुगेँ धारामा त। लड्यो भने के गर्ने, नाक झर्न लाग्यो मेरो त। यस्तो भिड छ कस्तो राम्रो देख्दो रहेछ। पराम्बा कस्तो राम्रो देख्दो रहेछ त पराम्बा। ह्यान्डसम ह्यान्डसममा ह्यान्डसम देख्दो रहेछ तिमीलाई। हो अब चाहिँ घर फर्क्यो। अब चाहिँ 1 घन्टा नि लाग्दैन क्या सँग त हामी त। 1 घन्टा नि लाग्दैन जस्तो छ। कहाँबाट हिँड्नु हामी बिहान त्यही बाटोबाट आइसकेको छ। ऊ त्यो बाटो घुम्ती घुम्ती छ त उयो सिधा। एक राउन्ड हुने रहेछ हाम्रो है। यहाँबाट भएन अलिअलि हेर। के गर्छ गाली गर्छ पराङ नगरेले मान्छे त्यहाँ रहेछ। मौसम सफा भयो भने चाहिँ नक्कलीको भ्यूहरू यस्तो देखिन्छ। वरिपरि डाँडा र हिमालहरू
घेरेको देखिन्छ अनि त्यसपछि एकदमै राम्रो देखिन्छ एकदमै पिसफुल ठाउँ तपाईँहरू आउँदा चाहिँ एकदम आनन्द लाग्ने गरी हुन्छ वरिपरिको जङ्गलदेखि लिएर यो हिमाल पहाडहरू तपाईँले एकदमै मनै आनन्द बनाउँछ यो नक्कलीमा चाहिँ प्लिज तपाईँहरू पनि एकचोटि आउनुहोला किनभने यो ठाउँलाई एकचोटि त आउनै पर्ने ठाउँ हो फोटो खिच्दा पनि यस्तो राम्रो देख्न सक्नुहुन्छ यो चाहिँ पहिलाको भिडियो र फोटोहरू हो म चाहिँ पहिला नै गइसक्यो भएकाले यसपालि यस्तो मौसममा नै एकदमै रमाइलो लागेको थियो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद र भिडियो हेरेर प्लिज लाइक एन्ड सेयर कमेन्ट गरिदिनु होला यो अहिले हामीले देखिरहेको गाउँ चाहिँ खिल्मे गाउँ हो हामी चाहिँ ठ्याक्कै घर फर्किनको लागि आधा बाटो पुग्यौँ राम्रो मौसम भएको बेला चाहिँ नक्कली यस्तो देखिन्छ नक्कली चाहिँ एकचोटि पुग्नै पर्ने ठाउँ हो यो चाहिँ रसुवा जिल्लामा पर्दछ यसमा आउनको लागि तपाईँहरूले सजिलैसँग तातो पानीसम्म काठमाडौँदेखि गाडी पाउन सक्नुहुनेछ तपाईँहरू प्लिज एकचोटि चाहिँ घुम्न आउनुहोस् भन्छु म चाहिँ यति राम्रो छ कि यो ठाउँ एकदम सस्तो अनि त्यसपछि आउनलाई पनि सजिलो तपाईँहरू 2-3 दिनमै तपाईँहरू काठमाडौँ पुग्न सक्नुहुन्छ त्यसैले तपाईँहरू एकचोटि घुम्न आउनुहोस् भन्छु म त यो चाहिँ एकदम राम्रो छ आज चाहिँ हामीले मौसम अलिकति नराम्रो भएर हो हामीले त्यस्तो भ्यू नदेख्यौँ तर हामीले चाहिँ पहिला नै गइसकेको भएकाले हामीलाई त यस्तै मौसममा नै धेरै रमाइलो लाग्यो किनभने यस्तो मौसमहरू पनि एक्सपिरियन्स हुन्छ नि त चाहिँ हामी घर आइपुग्न लाग्यो म चाहिँ भिडियोलाई यहीँ इन्ड गर्छु थ्याङ्क यू फर वाचिङ